हेलो गाइज नमस्ते। यो चाहिँ शङ्खमुलको शङ्ख हो जुन चाहिँ नेपालको सबैभन्दा ठुलो शङ्ख है। अब यहाँ चाहिँ विशेष गरी मान्छेहरू शनिबारको दिन बिदा हुन्छ यसरी आउँछन् है यो शङ्खमुल पार्क। अहिले चाहिँ खासै मान्छेहरू छैनन् किनभने तिहारमा घर गइसकेछन् हैन। अनि अब अहिले चाहिँ अब भ्याकेसनको कारणले गर्दा पनि मान्छेहरू एकदम रेयर थोरै छन्। त्यही पनि आज त अब अफिसको लास्ट डे त्यही भएर नि अलिक कम छन्, नभए चाहिँ यतातिर एकदम मान्छेको भिडभाड हुने गर्छ यो शङ्खमुल पार्कमा चाहिँ। सो स्पेसल्ली दिस प्लेस इज नोन एज ब्याटिङ स्पट। एकदमै सांस्कृतिक सम्पदा नेपालको सांस्कृतिक झलक झल्काउने ठाउँ हो यो साथीहरू है। अब राम्रो छ दृश्य, रुखहरू छन्। काठमाडौँको ठाउँमा यस्तो ठाउँ हुनु भनेको एकदमै ठुलो कुरो हो। अहिले यहाँको बढ्दो सहरीकरणले गर्दा यस्तो ठाउँ अब लगभग छैन यो ठाउँमा है। सो यो ठाउँको विशेषता हेर्दाखेरि सबैभन्दा ठुलो शङ्ख है। आई थिङ्क नेपालको सबैभन्दा ठुलो शङ्ख होला यो, होला जस्तो लाग्छ। अब त्यहाँ शङ्खमा परेवाहरूले गुड बनाएका छन्, मजाले परेवाहरूले आफ्नो वासस्थान बनाएका छन्। प्लस यहाँ भनेको यो ठाउँ भनेको एकदमै ऐतिहासिक ठाउँ हो साथीहरू है। यो शङ्खमुल भनेको हाम्रा परापूर्व कालमा एकदमै ऐतिहासिक धरोहर हो यो। परापूर्व कालमा विभिन्न शासकहरूले यसलाई शासन केन्द्रको रूपमा पनि बनाएको ऐतिहासिक तथ्य हामीसँग प्रष्ट रूपमा भएको देख्न सकिन्छ है। सो यो ठाउँ भनेको एकदमै राम्रो छ। आज मजाले आइयो यो ठाउँमा, घुमियो, राम्रो छ। आकाशमा बादल लागिरहेछ, प्लस सूर्य छ, रुखहरू छन्, साथीहरू सबै छन्। अब खासै बाक्लो छैन अहिले आज बस्ती। अब कारण भनेको त्यही हो, तिहार लाग्यो, सबै मान्छेहरू आफ्नो घरतिर गएका छन्। सो यही नै साथीहरू, चित्त बुझ्यो भने, मन पर्यो भने यो च्यानललाई सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला हैन। प्लस अब आई विल अपडेट दिस यस्तै भिडियो यस्तै भिडियो अपलोड चाहिँ गरौँला। सो अहिलेको लागि यति नै साथीहरू है। ल।